चाहिँ अब थकअप बार जस्तो भइरहेछ है। यहाँ अब गाडी लाएर भिडियो गरौँ है। काम भइरहेछ है। गाडी तानौँ, सबैजना मिलेर गाडी तानौँ, मजाले गाडी तानौँ है। यहाँ गाडी तान्ने भन्दा नि फोटो खिच्ने मान्छेहरू अलिक धेरै भएको छ। अब हेरौँ कसरी गाडी तान्नु सक्छ। तान्ने क्रम छ, एकदमै गाह्रो छ है। ओ आयो 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 आयो। प्रयास राम्रो थियो र प्रयास अझै पनि जारी छ है। त्यहाँ ल फेरि प्रयास जारी छ है। प्रयास अझै राम्रो जारी नै छ। एकदमै गाह्रो हेर्नु, यस्तो चाहिँ पानी भलाइपछि यस्तो माथि चाहिँ यस्तो है, एकदमै ल। सबजना भिडियो बनाउनमै व्यस्त छन् है। फेरि यहाँ गाडी नतानेर फेरि आयो 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 आयो। आमा पाङ्रा यस्तो साह्रो कुरा हेर्नु। यस्तोमा कसरी आउने भने त यस्तो अप्ठ्यारो बाटोमा कसरी आउँदा त यार। आज यसले पार त गर्छ तर निकै गाह्रोको साथ चाहिँ पार गर्छ जस्तो लाग्छ है। एकैछिनमा चाहिँ हुनेवाला छैन। तर यस्तो साँगो र बाटोमा कसरी आयो यार। ल तानौँ साथीहरू सबैजना मिलेर। अझै प्रयास जारी छ है। प्रयास जारी छ। यहाँ सबजना मिलेर तान्ने दौरमा हुनुहुन्थ्यो। ल 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 भएन भएन, नसकिने रहेछ। मेसिनो यार एकदमै गाह्रो छ। अब ब्याक गर्न पनि अलिक अप्ठ्यारै पर्ने देखिन्छ है यहाँ चाहिँ। त्यहाँ ढुङ्गा मिलाउँदैछ। हेलो हेलो कता हो रुबेली? ल गरी बल्कोमा नि आउँदै हुन्छ है। परबाट जनप्रतिनिधिहरू हेरिरहनु भएको छ। दुईटै रुबेली गाउँपालिका र खनियावासका अध्यक्षहरू हुन्। ल ल ल ल अब चाहिँ के होला है। अब चाहिँ के होला जस्तो लाग्यो है। आयो 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 आयो। नसकिने रहेछ एकदमै गाह्रो चाहिँ। अब माथिबाट पानीबाट ढुङ्गा आयो भने फेरि गयो पनि हो। एकदमै जोखिम मिलेको चाहिँ
ब्याक गर्नु भएको छ अलिकति। जहाँसम्म चाहिँ अलिक तत्काल नसकेला, अलिक टाइम लाग्ला यति भन्दै यो सानो भिडियो यहाँ टक्राउन चाहन्छु। धन्यवाद।